Welcome back to the Dolak Chorko vlog guys. यहाँबाट सुरु भयो है चरीकोटको भ्लग। यहाँबाट सुरु हुन्छ हाम्रो दोलखा चरीकोटको सुरुवात। सुकुटेपछि हामी बारबिसे रोड हुँदै दोलखा तर्फको डाँडातिर चढ्यौं मजाले पुल कटाएर। फुल बाटोमा इन्जोय गर्दै एकदम स्पिड अपमा बाइक हुर्काउँदै मजाले क्लाउडी जुन मौसम छ त्यसलाई आनन्दसँग चिल गर्दै राइड हान्दै मजाले आनन्द लिँदै फोटो खिच्दै रेस्ट गर्दै मजाले हामी चरीकोटतिर गयौं। चरीकोटको मौसम हेर्नु होला है गाइस, यो मौसम हेर्नु है गाइस, यो यस्तो आनन्दमय मौसम छ नि। यो बवाल ठाउँ पनि बवाल, मौसम झन् बवाल है गाइस। नेपालको स्विजरल्यान्ड भनिने ठाउँ अनि सानोतिनो त नहोला भन्ने माइन्डमा लागेकै थियो है गाइस। यस्तो बवाल ठाउँ, राइड गर्न बवाल, घुम्नको लागि बवाल, चिल गर्नको लागि बवाल, ट्रिपको लागि एकदमै बवाल है। साँच्चै स्विजरल्यान्ड जस्तै छ है यो ठाउँ चाहिँ। मौसम चाहिँ त्यो महिना साउनको महिना हामी गएको थियौँ, एकदम बवाल। यहाँनिर हाम्रो बाइक बिग्रेर गराजमा थियो गाइस। हामीले सैलिङ बजारको भ्यू हेरौँ है। सैलिङ बजार पनि एकदम बवाल। जान त हामी त्यहाँ गएनौँ है, दोलखा चरीकोट जाने बाटोमै बाटो मजाले सैलिङ बजार देखेको रहेछ। सैलिङ पनि एकदमै बवाल छ रे गाइस है, कुनै दिन जाम्ला हामी। हाम्रो खगेन ब्रोको बाइकमा चाहिँ एकदमै प्रब्लम आएर हामीले अलमोस्ट यहाँ 2-2.5 घन्टा जति वेट गऱ्यौँ है गाइस। 2-2.5 घन्टा मजाले त्यहाँ वेट गऱ्यौँ है। बोर लाग्यो, खाजा पनि खायौँ, पानी खायौँ मजाले। एकदमै मेजर प्रब्लम आयो है गाइस। अनि त्यसपछि बेलुकातिर हुन लागेको थियो। हामी त्यहाँबाट ठ्याक्कै जिरी पुगिने टार्गेटले गएको, तर जिरी चाहिँ त्यहाँबाट पुगेन थिएन त्यति बेला चाहिँ। त्यति बेला हामी चरीकोट बजार छिर्यौँ। बेलुकातिर 3-4वटा होटलहरू हामीले हेरिसकेपछि फाइनली एउटा मस्तवाला हामीले होटल भेटायौँ होइन। छतमा गएर चिल गर्न मिल्ने वाला। तपाईँ यो होटलको हेर्नु होला है। लोकल चिकन है बाटोमा। अब चाहिँ हाम्रो बेलुकाको खाजा भयो है गाइस। इन्जोय गर्दै हाम्रो गाइजहरू है। सुमन ब्रो, राजु ब्लगर, जेफ ब्रो र भिडियो बनाउनेवाला चाहिँ खगेन ब्रो। हामी सबैजना चिल गर्न बस्यौँ है गाइस। अलि बाटोमा एकदमै थाकेको हुनाले। चरीकोटको यो नाइट भ्यू है गाइस। अब चाहिँ हामी सुत्न गयौँ हैन। छतबाट नाइट भ्यू है। आवाज पनि पुरै टुङ्गिनै लागिसक्यो। खगे ब्रो है च्यापमा खगे ब्रो हैन। यहाँ लोकल कुखुरा लिएर आएको थियौँ। खगे ब्रोको आवाजमा लेटेस्ट अपडेट नै हो हाम्रो नाइट चाहिँ मजाले। मलाई पनि लागेको छैन, फ्रेस हो म नि। मर्निङको भ्यू चाहिँ बवाल छ है। फेरि यो चाहिँ चरीकोटको मर्निङ हो, एकदमै निट एन्ड क्लिन मर्निङ। यो कौशीबाट खिचेको फोटोज र भिडियोजहरू हो है गाइस। केटाहरू त सबै मजाले सुतेको थिए होइन। म चाहिँ मजाले बिहान 6 बजे उठेर फुल फ्रेस भएर अनि मजाले यो पिक्चर भिडियोहरू लिएको है गाइस। तपाईँहरू हेर्न सक्नुहुन्छ, एकदमै दामी नेचर छ, एकदमै बवाल है गाइस। यसको सूर्योदय हेर्नु होला, क्लाउड हेर्नु होला, यसको डाँडा पाखाहरू, घरहरू, मौसमहरू एकदम बवाल है। म अलमोस्ट बिहान उठेर यो भिडियो बनाएर फोटोसोटो खिचेर फुल रिफ्रेसमेन्ट भएर माइन्ड एकदमै प्लेजर भएर चाहिँ अलमोस्ट 2 घन्टा जति म छतमा र बाल्कोनीमा बस्यो होला गाइज है। पुरै फोटो भिडियो खिच्नमा मात्रै एकदमै फुल फ्रेस भएर है। फुल फ्रेस, एकदमै माइन्ड फ्रेस, मन फ्रेस, दिल फ्रेस, पुरै फ्रेस भयो है। यो तपाईँको सन साइनिङमा, यो नेचरमा, चरीकोटको यो सिनेरियोमा चाहिँ यो सिन देख्दाखेरि चाहिँ एकदमै आनन्द भयो है। एकदमै इन्जोयबल भयो, मजा आयो है गाइस। हिजो त अलिकति चाहिँ तपाईँको बेलुकासम्म खानपिन पनि अलि बढी भएको थियो र बाइकले पनि अलि बिग्रेर सताएको थियो गाइस है। तर त्यो सबै कुरा चाहिँ यो सिनेरियोले, यो सिनले पुरै भुलाइदियो गाइस है। तपाईँहरू पनि फेरि म रिक्वेस्ट गर्छु, दोलखा चरीकोट चाहिँ तपाईँ मजाले आउनु होला। मैले आफूलाई एक्सप्लोर गरेँ मजाले बाल्कोनीबाट, सेल्फबाट भिडियो बनाएर चाहिँ यो पुरै सिन मजाले कोहरू भएर हेरिराखेँ है। यो सिनेरियो
यो तपाईको आनन्दमय पल मोमेन्ट चाहिँ एकदमै मैले क्याप्चर गरेँ है गाइस। तपाईं हेर्न सक्नुहुन्छ मजाले मैले इन्जोय गरेँ है। उसरी पनि मलाई चाहिँ एकदमै एकान्तै मन पर्ने मान्छे हो म हैन। तर त्यो बेला चाहिँ त्यो मोमेन्ट चाहिँ मलाई एकदमै यादगार छ है गाइस। भेरी 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 मेमोरेबल मोस्ट रिमेम्बर्स मोमेन्ट। दोलखा चरीकोटको यो वाला दिन अहिले पनि याद आउँछ है गाइस। बिहान त्यसपछि चाहिँ मैले आफ्टर 2 आवर त्यहाँ स्पेन्ड गरिसकेपछि चाहिँ कफी मगाएँ र कफीले पनि मजाले मैले छतमा गएर मजाले कफी पिएँ है। अनि त्यसपछि सबै केटाहरू उठे, सबैजना रेडी भए दोलखा जिरेको लागि है। हामीले खाना नखाई बाटोमै खाम्ला उतै खाम्ला भन्ने हिसाबले सबैजना फुल रेडी भयो है। तपाईहरु हेर्न सक्नुहुन्छ सुमन ब्रो, खगेन ब्रो अनि जेफ ब्रो चाहिँ फुल रेडी नै। दोलखा चरीकोटको चाहिँ अनएक्सपेक्टेड यो ट्रिप चाहिँ यो डे चाहिँ हाम्रो स्पेन्ड भएपछि चाहिँ अब हामी जिरीतिर लाग्यौं। नेक्स्ट ब्लगमा चाहिँ दोलखा जिरी है गाइस। थ्यांक यू फर वाचिङ। सब्सक्राइब द राजु ब्लग।